यो पैसाबाट पनि मलाई मिल्न लाग्यो अभी त्यो हुनु त 20 हो अब हामी यहीँसम्म डिलिभरी गर्छौँ 25 कागज म अब भर्खरै हो अब दुलो रहेछ आजको इन्कम हो यो। वेलकम ब्याक मेरो न्यू भिडियोमा। र आजको गेटअप आजको गेटअप यस्तो छ। केही युनिक गर्नको लागि युनिक पनि हुनुपर्छ भनेर ट्राई गरेको। र अब के भनौँ, हिजोको भन्दा आज धेरै जान्छ कि अथवा त्योभन्दा नि कम जान्छ त्यो थाहा हुँदैन नि त। आज हेर्ने हो कस्तो हुँदो रहेछ। अब आफ्नो थोडाभन्दा अलि ब्याकग्राउन्ड अगाडिको देखाउँ भनौँ। ओके त अब म त्यही दोकान जान्छु। त्यही दोकानमा अब हाम्रो सबै कुरा भइहाल्यो फिक्स। अब यताउता कुरा गर्नु पर्दैन। फेरि म सधैँ पानी त बेच्ने होइन नि त, अरू पनि नयाँ नयाँ न्यू ट्राई गर्ने कोसिस गर्छु। तर अब यस्तो चिप्सहरू पनि लगाउँ त हो, तर त्यहाँ लग्दाखेरि के हुन्छ भन्दाखेरि हामीले बेच्यौँ नि, तर त्यो झिल्ली फाल्यो भने आफूले आरोप हुन्छ क्या। त्यसैले अलिकति सतर्क। कि त मैले यहीँ खानु यहीँ फाल्नु भने मात्रै यस्तो हुनुला, त त्यस्तो असम्भव। अहिले अब 11 बज्न आँटेको हो। खानासाना सब खाएर हिँड्छु है म। फेरि खानासाना खाएर हगमुत यताउता सब क्लियर गराएर जानुपर्छ। बाटोमा कुनै पनि बाधा अवलोकन नआओस्। अवलोकन के भन्ने। चलो एनिवेज यो अलिक देखिन्न जस्तो लाग्छ यार, त्यसैले यसलाई अलिकति तल राखौँ। हिँड्दै राख्यो भने आई थिङ्क सब देखिन्छ होला। आज हो डे 16 र आज डे 16मा कस्तो हुँदो रहेछ। सधैँ राम्रो हुन्छ भन्ने पनि मेरो त्यस्तो कुनै थिङ्किङ सोच छैन। कहिले कहिले नराम्रो पनि हुन्छ, अवश्य होला। तर सक्दो आफूले राम्रो गर्ने ट्राई गर्छु। आज पनि चिसो चिसो हावा लाग्यो। त्यति घाम त लागेन तर त्यति जाडो छैन क्या। अलि जो खाली भयो नि त्यता जाडो त भइहाल्छ। हिजो म उता मेन रोडबाट आएको थिएँ। आज यो गाउँको यो पनि हुन अनि यो पनि त अलिकति गाडी हिँडिरहेको हुन्छ नि त, त्यो त्यस्तो त्यो हाइवे होइन। यहाँबाट अलिक छिटो पर्छ कि, यहाँबाट टक्क उठाऊ त्यसपछि सिधै पशुपति छिरिहाल। उता हेर्नु त्यो माथि कसरी उचालेर लग्यो। त्यस्तो हामी गर्न त सक्दैनौँ। पानी पुग्दाखेरि त मेरो फाटिन्छ, त्यो पुग्दाखेरि त सिधै उपर हो। कुन दोकान आएर भइहाल्यो। हेलो गुड मॉर्निंग। नोज पे ये मैंने स्टाइल किया है। स्टाइल ये अमेरिकन स्टाइल है। अमेरिकन हाँ। आज अमेरिकन स्टाइल में बेचूंगा। मतलब वो पार्क है ना, ऊपर का पार्क, उधर डायरेक्ट पीछे का रास्ता नहीं है। नहीं तो वो आगे से जाता हूँ। और आज कुछ एक्स्ट्रा भी लेने का मन कर रहा था, है ना। अब क्या लूँगा, ऐसा होता है ना नमकीन वगैरह। हाँ तो एडवांस। हाँ एडवांस। आपका रहा ये प्रूफ कल का ही है। हाँ हाँ ये 5वटा भयो, 2टा हातमा। फेरि अरू एक्स्ट्रामा के लगाउँ त्यस्तो है।
तपाईँलाई यस्तो नलेज छ केही कस्तो खान्छन् होला भनेर केही खालान् भनेर अलिकति यसो आइडिया लगाउनु एउटा छ नि यहाँ झुन्ड्याउने एउटा मात्रै जतिवटा झुन्ड्यायो नि हुन्छ पहिला सुरु त झोलामा हालेर लग्छ किनभने झुन्डायो भने त उहाँ समात्ला कितना 25ले बेच्नु ल 25 मा ल ये 6 1 2 3 4 5 ओके त म भइसकेँ रेडी म भइसकेँ पुरा फुल्ली रिलोडेड कति 6वटा चिप्स 7वटा पानी लगेँ यो बिक्री भयो भने अझै यहाँ रिटर्न आएर अझै लग्ने हो आजको कस्तो हुँदो रहेछ हेर्दा फेरि मैले 5वटा एउटा चोकोपन जस्तो पनि लगेको छु त्यो पनि बिक्री भइहाल्छ कि भनेर ओके लेट्स बिगिन दिल तेरे यो टाइममा माई बैकअप रहेछ नि पहिला सुरु इन लोग उड़ेंगे त्यसपछि म उड़ेंगे वाओ अमेजिङ यार म त कहिलेदेखि मूर्ति राखेँ होला भनेको नो प्रॉब्लम इस वाले में लेना कि वो पीछे का पूरा यहाँ से लोगे ना तेरा हाँ आ रहा है अब पानी लेना चाहेंगे नहीं बस ओके सर मोस्ट वेलकम सर सर पानी सर पानी मैम यू वांट टू ड्रिंक वाटर अब यहीँ बिजनेस गर्नुपर्छ पानी खानुहुन्छ मिस सर पानी खान चाहनुहुन्छ यहाँ त के गर्दैन पुलिसहरूले ओके आज यहीँ बसी आज बसी नै गर्ने हो कि कति हुन्छ नयाँ मान्छे थप्दैन नि त है नाम दर्ता गर्नुपर्ने अस्ति नै कार्ड आउने बेला भइसक्यो कार्ड आउँछ खालि कार्ड आउँछ तपाईँहरूले गर्दा फेरि अरू मान्छे पनि डिस्टर्ब हुन्छ अस्ति नै भन्नु पर्दैन तपाईँ अस्ति नै आउनु जोसम्म आयो नि हुँदैन सबै कार्ड बनाइसक्यो नाम दर्ता गरिदिने हामीले धेरै हुन्छ नयाँ दिन केही थप्नु भन्दा गाह्रो हुन्छ त्यो बिचमा चाहिँ जानु नजानु त्यो बिचमा हुन्छ त्यहाँ त तपाईँ त्यो भित्र छिर्यो भने बस्छौ हाले यहाँनिर त्यसले मन्दिर घरमा बिगेर नाचाउनु पनि बन्ने पनि त्यहाँ आइरह तिन चार दिन अब मनिषले मलाई आफ्नै ठाउँको मान्छे मात्र ल्याउनु खोज्ने यार जम्मा यार कहाँ इन्डिया मान्छेहरू आयो भने हामी तपाईँहरूले
त्यो उ गरेर थाल्यो भने यही 50-60 जना भएपछि कसैले पाउँदैन भोलि अब लिँदै लिँदै लिने होइन कि यस्तो गर्न थाल्यो भने तपाईँहरू आफ्नो मुख हेर्ने बस्ने हो भोलिको दिन यही पाराले चाहिँ नदिने हो क्या छिर्नै नदिने तपाईँ अहिले हिसाब गर्नु यहाँ कति छ अझ दिउँसो आउने बाँकी छ। छैन मान्छे आधी अनि तपाईँहरू त 20-30 जना नै हुन्छ कि हुँदैन भनेर उ गरेर फर्म भराउनु ला होइन नहेर्दा फोटोकपी ल्याए होइन अहिले त ल 50-60 जना हुन आँटिसक्यो यहाँ। भइसक्यो उहाँ अनि रोड छ क्याप्टेन छ पाइलट के भयो भाइ नाम मेरो नाम समीर देवकोटा नाकमा के भयो यो नाकमा उ त्यो अलिक स्क्र्याच आएको कि रिचार्ज कार्ड पाउँछ रिचार्ज कार्ड म अनलाइनदेखि हालिदिन्छु भाइ हालिदियो नि त 100 रुपियाँ हालिदियो मैले अहिले भर्खरै 100 रुपियाँको रिचार्ज हालिदिएँ र 100 रुपियाँको 110 किनभने काट्छ नि त 110 लाग्यो अहिले बिक्री भएको भनेको त्यही हो अहिले म यहाँ बसिरहेको छु ऊ त्यो सानो फुच्ची बाबु ए भाइ यहाँ आउने त तिम्रो घर कहाँ हो घर कता हो आउनु त मतलब पानी बेच्ने होइन अहिले यति नै ल्याएको कि सब बिक्री भयो ए मम्मी ड्याडी हुनुहुन्न हुनुहुन्छ कहाँ हुन्छ मम्मी हुनुहुन्छ ए मम्मी कहाँ हुन्छ मम्मी उता तल बस्नुहुन्छ ए ड्याडी चाहिँ हुनुहुन्न दाइको नाकमा के भयो मेरो नाकमा धेरै कोत्तार रह्यो यार ए हावा लाग्यो नि पोल्छ क्या त्यसैले मैले टालेको कसो हिरो देख्यो आउनु देखेको छ ल पानी लगाऊ मेरो फेरि थाक्दैन तिमी अह थाकिन्छ होला है दाइ तपाईँले पानीमा कति बेच्नुहुन्छ कति म 25 रुपियाँ म 30 रुपियाँमा बेच्छु वाह लिन्छन् लिइहाल्छ नि आम्मामा, यो त अन्याय हो भन्ने तिमी पढ्छौ कि नै पढ्दैनौ सेट यार पढ्नुपर्छ त पढ्न मन लाग्दैन होइन ए लाग्छ होइन मलाई त पढ्नै मन लाग्दैन नि सर पानी खानुहुन्छ मैले तिमीले हिजो देखिनँ त यतै बस्नुहुन्छ होला म यता होइन म उता त्यो तलकोतिर गएको थिएँ होइन एउटा पुलिसले मलाई रोकेर ए पानी ल्याऊ मास्क ल्याऊ भन्नाको डराएर सर फर्स्टचोटि हो अब छोडिदिन्न भनेको त ठिक छ माथि जा माथि भन्यो भने यतातिर मार्दो रहेछ न तलतिर अलि बेच्नु दिँदैन कि तल भर्याङतिर त्यस्तै रहेछ त्यहाँ भाग्नुपर्छ यहाँ माथि चाहिँ भाग्नु पर्दैन ए पुलिस होइन गार्डले लहर्छ क्या तर यहाँ चाहिँ अब त्यो नागभित्र बनाएर त्यो के गर्नुपर्छ यहाँ पनि अँ त्यसै बेच्नु पाइन्न त्यसै त अस्तितिर चाहिँ लहाड्थ्यो आजकल चाहिँ लहाड्दैन लखाडे पनि कहाँ भाग्छौ तिमीहरू लहाडतिर त जङ्गलको बिच जानुपर्छ होइन दाइ जस्तरी यहाँ टक्क मोबाइल लाउनु भएको छ हेडफोन हेडफोन भने यस्तो म बेच्नेवाला जस्तो छु अह म टुरिस्ट हो टुरिस्ट भन्ने गरेको म नि बेच्छु पानी मैले हिजो पनि बेचेको थिएँ कति मैले 9वटा बेचेको थिएँ 2 घन्टामा मात्रै 2 घन्टामा 9 यस्तो मजा आउँछ भने बेच्दाखेरि मजा आउँछ कि नै मजा त दाइ आउँदैन मलाई दाइ फर्स्ट त मजा आइहाल्छ म फर्स्ट सुरु आएर मलाई मजा आइरह पछितिर अब सुत्दाखेरि फेरि हड्डी कडाक कडाक हुन्छ मेरो झोलामा के हो झोलामा के छ थाहा मेरो पानी छ त्यो तिमीहरू कहाँबाट आउँछौ यहाँ माथि चढ्दाखेरि तलबाट बाटो छ तल ए म त थाहा छैन म त उता अगाडिबाट आउँछु त्यो पानी सब लुकाएर आउँछु यताबाट पनि त आउनुहुन्छ ए अब भोलिबाट म यतिबाट आउनु पर्ला दाइ चाहिँ कता बस्नुहुन्छ मेरो ऊ त बानेश्वर भन्ने चिन्छ बानेश्वर त यताबाट सजिलो छ नि तपाईँलाई हामी यहाँबाट मलाई थाहा छैन म त फर्स्ट टाइम आएको थिएँ नि त घर तिम्रो धेरै बाठा रहेछ यार म फर्स्ट आउँदाखेरि पानी त खस्यो त दाइ तपाईँको अब मेरो लिनु पर्यो दाइ कार्टुनमा कति रुपियाँमा ल्याउनुहुन्छ म यो मेरो होइन केही पनि यो म ऊ त एउटा आन्टी छिन् तिमीले मलाई दिन्छिन् बेच भनेर
पछि फेरि तिनले फेरि म सब बेचेको एउटा एक पेटी बेचे पनि मलाई 120 रुपियाँ दिन्छ। दाइ त के हो पुरा यहाँ त्यहाँ पुरा होइन मजा आउँछ यता यस्तो दाइको घर छ कि के रुम छ कि घर मेरो मेरो रुम हो, घर कहाँ हुनु, घर त मेरो ऊ तल हो। मम्मी बाबा चाहिँ मम्मी बाबा घरै हुनुहुन्छ त। गाउँ गाउँ नाइटको टोपी हो नाइकीको उल्टो होइन पुरा खतर तिम्रो बाटो रहेछ हर चिज नोटिस गर्दैछ खतरा यार। यता ए उता उता जाँदा दिन्छ कि नै ऊ त्यो बाटोमा बाटोमा त खै मलाई पनि थाहा छैन। त्यहाँ गएन गएको छैन यताको ऊ त्यो कमान्डरहरूले यताको एउटा उयो दिन्छ क्या यताको र उताको छुट्टै छुट्टै हो। यता त एउटा इन्डियन दिदीलाई पुरानो भएको हो म यता बेच्नु भाइको यहाँ त पुरा नियम रहेछ यार, नियम कानुन होइन बेच्नेलाई पनि गाह्रो रहेछ यार। कार्ड हुन्छ अरे एउटा उताको अलग्गै एउटा कार्ड यताको अलग्गै कार्ड, उताको यता नआउने र यताको उता नजाने र म भनेको बिचको जहाँ पनि अहिले पछि पछि नोटिस हुँदै जान्छु, नजरमा आइराख्छु, त्यसपछि फेरि मलाई हेरे भगाउँछन्। लगता है ये बिजनेस लम्बा नहीं चलेगा। हुन्छ तिमीले के नाकको लागि हो यहाँ अलिकति उ देख क्या स्क्रैच भयो अलिकति हावा लाग्नु भएर त होइन यो त्यो पनि गर्न लाऊ मैले त ठुलो भएर गर्दा यो तानिन्छ नै तानिन्छ भन्नाले पनि गाह्रो हुन्छ चाहिँ अब मेरो अलि नाक मोटो हो कि त्यही गर्दा यस्तो गरे पनि सानो हुन्छ कि भन्ने सानो हुन्छ अलिकति हिरो बन्नु पऱ्यो नि त। छोरालाई चाहिँ यो नाक गर्दा यो लुलो छ क्या यो तानिन्छ अनि उसले चाहिँ फेरि यो उठाइराख्नलाई लगाएको छ कि यो उठाइराख्नु लागि सबलाई फरक परेको छ है समस्या के गर्नु के गर्ने मेरो त समस्या उसको होइन। चाहिँ दुलोहरू सानो भयो भने उसले अब एउटा इन्डियाबाट अर्को आउँछ त्यस्तो टेप मगै छ भने त्यो लगायो अनि त्यसले तानिदिन्छ 2-3 दिनलाई हुन्छ। सही रहेछ लास्ट त यति हजुर लाउनु सर तपाईँ 5 रुपियाँ छ नि तसँग हजुर ऊ हेर्नु पछाडि माथि यहाँ अब अहिले चाहिँ काम सुन्छ लेबरमा तपाईँले कस्तो पढेर गर्नुपर्छ कि त्यो काम पर्दैन नि यस्तै हो। म पुरामा अलिकति स्किल चाहिन्छ बोल्नु स्किल कुन मान्छेले कसरी बोल्नुपर्छ थाहा हुनु पर्यो त्यही हो। होटल लाइनमा त्यही हो। सर पानी चक्लेट जस्तो अगाएर त अहिले यतातिर यस्तो यस्तो राखेर यु वान्ट टु ड्रिङ्क वाटर पानी खान रुचाउनुहुन्छ? Sir, you want to drink water? Huh? Abhi. Good. बिहानै आउँछ म बिहान भन्नाले पनि 10 बजे हिँड्छु म। हेर्नु न भगवान बोतल त गयो नि के होला। कति किलो खायो?
1 किलो पनि भएको छैन बसेन होइन मुम्फली त हो त मेरो त यार 6 किलो यार त्यो भएर छिटो भएको पानी छ कितना भयो 25 छ 25 सर 5 रुपैयाँ छैन त उसमा चिन मसला छैन सर कुनै समस्या छ तपाईँलाई भन्नु होला है छ भने त समस्या भाइ तिमीलाई के समस्या मेरो समस्या यही छ मेरो बजारमा अलि धेरै बिक्नु पर्यो सर तपाईँहरूलाई कुनै समस्या छ भने पानी खानु हिमालय सुरोट छैन अनलाइन रिचार्ज मिठाई हजुर कागज म अब भर्खरै हो अब गर्दै बिस्तारै गर्ने हो कहाँ जम्मा गर्नुपर्छ हस् त खै बिस्तारै गरौँला के हो यो तपाईँले कहाँ ल्याउनुभयो फलफुल फ्रुट हो ओ माइ गुडनेस भारी हुन्छ होला है सर केही समस्या छ भने पानी खानु नि हिमालय पानी जस्तै चक्लेट पनि छ मसँग पानी पनि चाहन्छ यो 25 रुपैयाँ सर म अर्को दिन्छु नत्र नयाँ भित्रको दिउँ एनिथिङ एल्स उदे 5 रुपैयाँ छ भने देऊ न यार चाहियो मलाई थियो मलाई छ रहेछ अझै एउटा मेरो दाइ म गरिदिन्छु मेरो दाइलाई थ्याङ्क यू सर अब हामी सधैँ भेट्छौँ एउटा जियो हेर म कहाँ लुकेर बस्छ कसलाई कसलाई छैन है छैन छैन है ए 20 को रहेछ यस्तो नोट सबै एकछिन है त हेर त कहिले दियो होला मलाई भयो थ्याङ्क यू सो मच अब म तिम्रो यो एसान कहिले भुल्दैन थ्याङ्क यू लाउनु सर पानी बस यार कति बेच यहाँको अघि नै के ए पत्ता ए मल बनाउने खाने हो भाइ तिमी के गर्छौ बाँदर गुलाछ बाँदरको कहाँ गयो यसमा दाग हो यस्तो हुन्छ त्यो गु होइन मिठाई अघि नै खाँदाखेरि तिमी के गर्छौ तिमी के गर्छौ नगर न यार हेर्छु मात्र बन्द छ पानी चिप्स चक्लेट फेरि अनलाइन 25 रुपैयाँ 5 रुपैयाँ छ ए मार्क्स कतिवटा सर तपाईँ निकाल्न रुचाउनुहुन्छ कति हो 10 रुपैयाँ एउटालाई हजुर लगाउनु त नि नर्मल हो होइन किन्न लगाउनु थ्याङ्क यू सर धन्यवाद हस् त के हो यो मार्क्स र चक्लेट अरू दिनु न पैसा दिनु न कति हो 15 रुपैयाँ हुन्छ कतिको होला त खै अन्त 15 रुपैयाँको हो
मैले त वहाँबाट सोधेर ल्याउँ त्यतिबाट कोही पाँच 10 रुपियाँ खाऊ त्यहाँ रुपियाँ 10 रुपियाँ पानीमा पानी आफ्नै छ ए दोकानै धेरै छ पानी त दोकान धेरै छ पानी एक पेटी ल्याउन सक्छ पानी एक पेटी दुई पेटी ल्याउनु सक्दैन उकालो उठ्दै उता झन् त्यो मान्छे पुरा के लाग्यो पानी खान रुचाउनुहुन्छ पानी खान रुचाउनुहुन्छ रुचाइहाल्छ नि मैले 100जनालाई कन्भिन्स गरेर 50जनालाई बेच्यो भने धेरै 50 अथवा 25 भनौँ 10 धेरै You want to drink water? This one is the number 1 5 star Himalaya दिनुहोस् एउटा हजुर कति हो यसो हुन त 20 हो अब ह्यान्डसम्म डेलिभरी गरिदिन्छु 25 त हुन्छ नि ओके अरू केही मार्क्स चक्लेट अरू यति मात्रै हजुर थ्याङ्क यू सो मच सर के भएन नाकमा यो स्टाइल भनौँ घाउ भएको होइन अलिकति यहाँ कम्पिटिसन गर्न गाह्रो हो कि अब त्यसै गर्दा युनिक त हुनु पऱ्यो देखाउने पनि दामी रहेछ यो अलिकति मेरो जस्ता युथहरूलाई अलिकति मेसेज भिडियो त खिचिरहेको छैन हजुर खिचिरह उहाँ दाइले हामीलाई सपोर्ट गर्नु भएको छ धन्यवाद आउँछ युट्युबमा तल बरु बेच्न दिँदैन हो यति एरियामा त यही पार्किङको लागि नै हो जस्तै पानी हुन त 20 रुपियाँ हो अब तपाईँले हातसम्म पुऱ्याइदिउँ 25 त हुन्छ नि होइन उहाँ पनि 25 नै छ यो लिनुहुन्न भने अर्को भित्रको पनि दिन्छु भन्नेको 20 रुपियाँ त यहीसम्म पुऱ्याइदिन्छु तपाईँले त छुट्टा छैन है छुट्टा भएछ त्यो लग्यो पनि सकियो मेरो बिजनेस ब्याकअपको लागि होइन ब्लग नि बनाएर हो हजुर हामीले स्मोकिङ गरेको आउँदैन होला नै आउँदैन त्यस्तो त यो 5.5x को हो यति टाढा खासै फेस देखिन्न नजिक भयो भने देखिन्छ कि पानी र एउटा चिप्स पानी र एउटा चिप्स फेरि यो खाएर त कविन खाँदैन यो के प्लास्टिक के अरू केही लाग्न चाहनुहुन्छ ₹5 मसँग यो कतिको होला यो मलाई पनि थाहा छैन यो मैले यो यस्तो हो कि मैले अर्काको दोकानबाट बेचिदिन्छु तपाईँको तपाईँ मलाई यहाँबाट कमिसन दिनु भनेर भनेको होइन अब यो भन्न त भनेको थिएँ रेट मलाई पनि 20 रुपियाँ होइन अच्छा यो भने कति भयो 40 65 भयो 5 रुपियाँ होइन 70 यो भर्खरै बेच्न लागेको हिजो मैले पानी बेचेको थिएँ पानीमा के भयो भन्दाखेरि म तल बेच्न दिन्न रहेछ कि त्यहाँ मलाई एउटा गार्डले हो के अरे आज मात्रै हो भोलिबाट नगर मात्रै वार्निङ दियो ल जान्छु
र थ्याङ्क यू तपाईँको लागि तपाईँहरूले कम्युनिकेसन यार यहाँ 20 रुपियाँ रहेछ लाग्न लाग्थ्यो गाना सुन्छु जान्छु पानी सानी सब गइहाल्यो अब चिप्स मात्रै बच्यो अब म भित्र यहाँसम्म पुगिहाल्यो भित्र अब दर्शन गरेर आउँछु पानी पनि खाएर आउँछु म पनि कसैको आउनु फेरि उतापट्टि जाने हो हजुर अब जानुहुन्छ र ल ओके त म अब बाहिर आइपुगेँ बाहिर आएर अब यति नै आज यति नै गरौँ 1 घन्टा फेरि त्यहीँ बसेँ मैले त्यहाँ शीतल हुन्छ कि मजाले एकछिन निदाल लाग्यो भने कति मजा निन्द्रा लाग्छ निदाउनु त निदाएन अलिक आँखा जस्तो बन्द गरेर आराम गरेर रेस्ट गरेँ पानी सानी खाएर भित्र पनि पसेँ फेरि अहिले म सिधै यहाँ मेन बाटोमा हौँ अब किन त्यो देखाइराख्ने भनेर मैले त्यो देखाएन अब म त अगाडि जाँदैछु ओके आज अब अहिले हिसाब गर्छु कति हुँदो रहेछ मेरो यताउताको मैले 7वटा पानी बेचेँ 7वटा पानी बेचेँ त्यसपछि फेरि 2टा कुरकुरे बेचेँ पछि 3टा मास्क बेचेँ यति नै हो मैले उहाँलाई दिनुपर्ने अघि मैले हिसाब गरेको थिएँ दिनुपर्ने 210 हो मैले दिनुपर्ने अझै उहाँबाट पनि आउँछ है मलाई फेरि अरू सब मेरो गोजीमा खान कति हो भन्नुपर्दा मेरोमा आई विल सो यु ओके पाँच छ हामी पनि 120 यो मेरै भइहाल्यो अब यहाँबाट कति आउँछ भन्नु पर्दा हिसाब म यहीँ गर्छु हैन यो पैसा नि यो यहाँ देखिहाल्नु यो पैसा यो हिजोको हो यो त हिजोको कमाइ मेरो गोजीमा रहेछ यार यो हिजोकै हो हिजोको अलग्गै राखौँ नि त यो त अब उहाँको र मेरो भइगयो यो वाला त 210 यहाँ कस्टमरको र मेरो भइगयो अब यो वाला मेरो मेरो आफ्नो निजी यो 100 को रिचार्ज गरेको यो 10 रुपैयाँ 100 यो 10 रुपैयाँ फाइदा हो रिचार्ज गरेको 100 को मैले 110 लगेँ यो भइहाल्यो 10 20 40 50 ओके 55 चाहिँ यो मेरो आफ्नो निजीवाला अब यसलाई गोजीमा राखौँ अब हिसाब गर्छु अब यहाँबाट मलाई कति मिल्नु पर्छ भनेर पहिला पानीको यो पैसाबाट पनि मलाई मिल्न लाग्यो त्यसैले मैले आज यति नै बेचेँ धेरै पनि मैले त माथि हिजोको जस्तो हिनी त बेचेन त्यही हो अलिकति राम्रो भयो यो ओके आज हेरौँ अब कति मैले पाउँदो रहेछु हेलो हेलो चल ना तो अंदर एक ही चीज बोलते के बोलते साफ दिमाग खराब 1 2 3 4 दुईटा बेचे हजुर
यो चकलेट त्यति रुचाएनन् मान्छेहरूले हाँ। वो लड़का नहीं लेके गया था पानी लेके पानी कितना दिए थे 7 को पानी लेके गया है ना तो 2 को चिप्स बेचा है और मार्क्स 3 को मार्क्स बेचा है यहाँ कितना हुआ 210 रुपया दे रहा है हाँ 2 को चीज बॉल और 3 को मार्क्स 50 रुपया ले लो अब बात को हिसाब सब्जी कर दी राइट यसो गर्नु त फेरि 100 रुपियाँ दिनु मलाई पछि र म आउने त हो मेरो एडभान्स ना यस्तो हुँदैन हाँ यस्तो हुँदैन एडभान्स यहीँ राख्ने किन अब सब्जी भनेको आफ्नो हिसाब गर्छ 15 मिनट पछि आउँछ कति भयो 2-4 दिन कति भयो 50 एनटीसी हुन्छ अहिले पेस्टले नै हजुर आएको थियो गयो पेस्ट भिडियो बनाइरहेको छ अँ मेरो नि भिडियो आउँछ टिकटकमा आउँछ टिकटकमा युट्युबमा च्यानल च्यानल SMR फ्लो FLOW यस MR लेख्नु न यस सर्च गर त मुभी देख्छु ल दिनु देख्नु पर्छ नि हो हेर्नु पर्छ मेरो भिडियो पनि हालिदियो कि छ कि छैन मैले हालिदिन्छु सबको म नि युट्युबमा आउनु पर्यो दाइ यस बेटे तँ भी आएगा के चाहियो दाजु पुलिसको त्यही एडभान्स खै त्यहाँ होइन होला शिक्षा अच्छा एड आउँदो रहेछ हजुरको पैसा कुरकुरीमा अहिले चिप्सको अहिले पछि आउँछ है पछि भन्नाले पनि अब भोलि आउँछ होला ल ठिक छ सर्च गर्नु ए मलाई पो के लेगा ऊ त भिडियोमा जान्छ कि त भिडियोमा जानु तै पनि हेर्नुमा लाने यो वाला नानी यो भिडियो यो वाला ए हिजोको पेपरमा लेख्दिनु जाऊ भाइ आएर ओ पनि आयो तपाईँ पनि आउनुभयो जान्छु है ल त मैले पाउनुपर्ने अझै हो धेरै हो तर अलिकति हुन्छ गडबडी यही हुन्छ व्यापारमा तर केही छैन अब भोलि पनि आउने हो नि त त्यही भएर 500 त मेरो भइहाल्यो मेरो कडकडै थियो यार मलाई अहिले 70 दिनुभयो पानीको र मास्कको मलाई दिनुपर्ने हो खासै कति दिनुपर्ने 75 दिनुपर्ने तर कुरकुरेको म पछि आउँछु भने थिएँ 500 रुपियाँ खुल्ला थियो होला अब के गर्ने बिलिभ त हुँदैन नि त भरोसा पनि छैन जस्तो लाग्यो केही छैन अब यो भइहाल्यो 75 अलग्गै अझै फेरि आजको त्यो अघिको यो मेरै हो क्या यो मेरै हो मेरो भन्नाले पनि हिजोको लग्छु भोलि ओके त आज यति हो मेरो इनकम इज दैट इज माई इनकम 50 रुपया दिखाऊँ यार ओके यो हो अपन का इनकम अब पुरै देखाउनु पर्दा पुरै देखाइदिउँ है अलि धेरै जस्तो पनि लाग्ला अहिले यहाँ कोही चोर आएर ट्रिक्क लग्यो भने फेरि भन्दै रुते ओके तो आजको इन्कम यो हो भनेर फेक होला हाल्छु यो हो आजको इन्कम मेरो अझै यहाँ एडभान्स छ तर भोलि आएर अझै त्यो मेरो आजको भोलि लग्ने हो त्यसैले प्रब्लम सधैँ व्यापार गर्ने थियो नि त सधैँ भन्नाले पनि कहिलेसम्म टिक्छ अब आजको इतना है 100 रुपया बड़ा नोट दिखा देता हूँ यार ओके
इन्कम इज आजको इन्कम हो यो मैले यति धेरै पानी बेचेर कमाएको हस् अगाडि हाल्नको लागि चाहिन्छ क्या मैले के सोचेको छु भन्दाखेरि अब एउटा खुत्रुकै किनौँ होइन जम्मा भइरहेको छ नि त त्यसैले यहाँ गुल्लक पाइन्छ गुल्लक खुत्रुके कतिको होला एउटा अच्छा कतिको हो 99 1 रुपियाँको नल्याउनु त ओके यो बुङ्गुर रहेछ बुङ्गुरको कारणले 100 रुपियाँ अब यसमा पैसा हालिन्छ त्यसपछि बुङ्गुर अब यो पिगी ब्याङ्कले मलाई कति पैसा दिन्छ यहाँबाट दुलो रहेछ यहाँ दुलो यहाँबाट पैसा निकाल्ने होला आई थिङ्क त्यो मेरो भैयाले पिगी ब्याङ्क अहिले म यहाँ बसेको छु बाहिर अब यसमा हाल्नुपर्छ हामीले पैसा एक एक गरेर ओके यति हालिहाल्यो अझै कहीँ लुक्यो कि पैसा हेर्नुपर्छ पैसा लुकेसन भने त कहिले कहिले लुक्न पनि सक्छन् कि त्यही पनि ओके छैन यसमा हालिहाल्यो भने पैसा ओके त आजको लागि यति नै होइन राम्रो लाग्छ भने सब्सक्राइब गरिदिनु होला राम्रो लाग्दैन भने केही छैन अझै राम्रो बनाउन ट्राई गर्छु हस् त गुड नाइट